हेलो हाई म चाहिँ मालदा गएर आएको अनि भोक लाग्यो क्या म चाहिँ घर फर्किँदैछु मालदादेखि भोक लागेर अनि त्यो भएर चाहिँ साइकल बिसाइरहेको छु होइन म पनि यता बिसाइरहेको छु र भोक लागिहाल्दो रहेछ के भन्नु अनि मिसो बिसाएको पसिना अप्ठ्यारो बाटो रहेछ बाटो दोहोऱ्याउँदै लिएर आएको मैले चाहिँ होइन अनि सो गाइस म चाहिँ अब ठ्याक्कै कति बजी पुग्छु भने म ठ्याक्कै पर भन्दै 11 बजी मात्रै पुग्छु होला किनभने अब म चाहिँ भोक लागिरहेको छ हिँड्नु सक्दिनँ होइन अनि त्यसको कारणले हो क्या भ्यू पनि भेटिएन भ्यू भेट्नुको लागि अब के गर्नु भइरहेको छ भ्यूलाई 100 बट मात्रै भेट्यो हिजो अलिक गल्ती भयो जस्तो लाग्यो होइन सो गाइस ठिक छ अब एकदिन फेरि सङ्घर्ष गर्ने हो सङ्घर्ष गर्दा ठिकै छ अब भोलिको दिनमा फेरि अब साइकलमै जानु पर्ला जस्तो छ तल के भन्छ खोरन्डे फोन गर्ने अनि साइकलमा म भोलि बिहानै जान्छु होला सायद अब के हुन्छ साइकलमा गएपछि त फेरि पिली हो नि त होइन गाइस हो साइकलमा फेरि उकालो मात्रै साह्रो क्या तर किनभने साइकलमा चाहिँ अलिक गाह्रो हुन्छ किनभने साइकलमा चाहिँ कसरी गाह्रो हुन्छ थाहा छ तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् छैन भने नभन्नुहोस् होइन साइकलमा चाहिँ किनभने यो बिउ बोक्नु गाह्रो हुन्छ क्या ओह्रालो त ठिकै भइहाल्छ उकालो चाहिँ किनभने साइकललाई बिउ उचाल्नु साइकल उचाल्नु हुन्छ क्या मेरो गाई त्यो म चाहिँ फेरि तपाईँहरूलाई सुन्तला पालेपछिको भिडियो झन् आउँछ होइन भन्छ नि मान्छेले सङ्घर्ष गर्नुपर्छ एक दिन अवश्य मिठो फल खानु पाउने छ क्या म पनि त्यही सोचिरहेको थिएँ क्या सङ्घर्ष गर्छु सङ्घर्ष गर्दै अहिले मैले सुन्तला रोप्दैछु त्यसको 2-3 वर्ष पछाडि सङ्घर्ष गर्दा हामीले खान पाउँछ नि त मिठो फल होइन फल खान पाउँछ त्यही हो मैले त्यो चाहिँ सङ्घर्ष गरिरहेको थिएँ क्या सङ्घर्ष भन्ने चिज मैले छोडेको छैन होइन अनि म चाहिँ फेरि यही साइकलमा लडेको त्यही पनि सङ्घर्ष हो नि त तर मान्छेले भन्छ यस्तो साइकलमा लडेको सङ्घर्ष हुन्छ मेरो सङ्घर्षको फल मिठो हुन्छ एक दिन अवश्य मिठो फल चाहिँ खानेछु क्या खानेछु होइन खान्छु किनभने म सङ्घर्ष धेरै गर्छु क्या मेरो गाई चाहिँ तपाईँहरूले नि माया र सपोर्ट गरिदिनु म चाहिँ साइकलमा अब एक्लो जिन्दगी होइन साइकलमा सरर आएँ पारी भन्ज्याङ यो साइड भन्ज्याङ यता भन्ज्याङ हो यो साइड के भन्छ यो साइड चाहिँ होइन ठ्याक्कै टाङमा मैले टाङमा हालेको छ मालदामा गाह्रो रहेछ हौ केटा हो नाउ है भ्यू पनि पाउँदैन रहेछ नाउ केटा हो म त्यही भन्छु सुन्तला रोप्ने होइन लगाइ फेरि फाइनली अर्को बाजी हेलो फाइनली आज चाहिँ मैले चाहिँ होइन मल बोक्दैछु मल अब बोक्न जाँदैछु बोकिरहेको छु यता 2टा जस्तो होला म बोक्न म चाहिँ फेरि हिँड्नु पर्दैन 5 मिनटको बाटो ओह्रालो छ अनि त्यही पनि दुःख छ नि हौ गाउँघरमा भन्नु मात्रै सजिलो छ त होइन गाइज यस्तै छ जिन्दगी हेर्नुहोस् है पसिना चुहेको पसिनोले कालोलाई पारो कि दुःख छ कति ठाउँ पुऱ्याउनु पर्ने हो होइन मल बोक्नु धेरै छ थोरै छैन पसिना यस्तो आउँछ गोरुको मलाई फेरि जियो छ गाह्रो छ यार फाइनली फेरि बाटो त्यस्तो छ फाइनली त्यो मल बोक्दाको बाटो होइन मल बोक्नु पर्ने अनि बाटो चाहिँ यस्तो छ होइन सो गाइस त्यही पनि म चाहिँ यता ठ्याङ पुगिरहेको छु होइन गाउँदै माथि छ बाटो उचाल्नु भएको छैन हात दुखिरहेको छ क्या फाइनली होइन
यतै पुऱ्याउनु पर्यो टाउकोदेखि यार टाउको खायो मेरो टाउको खायो होइन जिन्दगीमा सङ्घर्ष गर्नु पऱ्यो नि त एउटा न एउटा चिजको होइन कस्तै गाह्रो छ यार गाउँले केटाहरूलाई कसले हेर्छ र होइन त्यो गाउँले परियो गाउँलेलाई कसले हेर्छ र त्यस्तो छ बाटो चाहिँ अप्ठ्यारो न अप्ठ्यारो त्यहाँदेखि अडिँदैन भन्ने दुःख छैन अनि त्यही सुन्तला खल्दामा म पुऱ्याउनु पर्नेछ बोल्नु भएन यार गलाहरू फ्याफे भयो नि त त्यसरी फ्याफेलाई फाइनली अब फाइनली गाइस अर्कोचोटि भेटौँ ल होइन आए ल सकिने